ख्रिस्टी अभिवादनीहरु सबैलाई जय मसीह। यो हो आउनुहोस् असल आराधनाको अगुवा बनाऊ, लेट्स बी अ बेटर वर्शिप लिडरको भाग नम्बर 4 र प्रभुलाई धेरै धेरै धन्यवाद भएको होस् कि मैले यो चौथो भागलाई यहाँहरुको सामुन्ने लिएर आउन सकेको छु। र यदि च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भनेदेखि मेरो नाम हो प्रकाश एन्ड दिस इज प्रकाश एन्ड द बाइबल वेयर आई गिभ द क्रिस्चियन कन्टेन्ट फर द अपकमिङ फेलो वर्शिप लिडर्स, मिनिस्टर्स, कोवर्कर्स है, परमेश्वरको राज्यमा अगाडि बढ्नको लागि काँधमा काँध हातमा हात थामेर अगाडि हिँड्दै गर्नुभएका सेवक सेविका र प्रभुका जनहरुको लागि भनेर यो च्यानलमा मैले क्रिस्चियन कन्टेन्टहरुलाई चाहिँ मैले लिएर आउँदैछु। र एन्ड इफ यु आर न्यू टु दिस च्यानल प्लिज कन्सिडर सब्स्क्राइबिङ टु दिस च्यानल। यदि च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि पक्कै पनि सब्स्क्राइब गरेर तपाईहरुले मलाई हेल्प गर्न सक्नुहुन्छ र यो मिनिस्ट्रीलाई ग्रोथ हुनको लागि तपाईहरुले सहायता गर्न सक्नुहुन्छ। दिस इज टोटली फ्री फर यु। र यदि तपाईहरुले सब्स्क्राइब गर्दै जानुहुन्छ र भिडियोलाई पनि लाइक दिनुहुन्छ भनेदेखि धेरै क्रिस्चियन कन्टेन्ट चाहिरहेका जनहरुको माझमा चाहिँ युट्युबको एल्गोरिदमले चाहिँ यसलाई चाहिँ पुर्याइदिन्छ र अरूहरु पनि ख्रिस्टका जनहरु पनि यसबाट लाभान्वित हुन सक्नुहुन्छ। र यो चौथो भागमा विशेष गरेर मैले चाहिँ वर्शिप लिडरहरुको लागि चाहिने महत्त्वपूर्ण कुरा भन्ने विषयमा चाहिँ मैले लिँदैछु यो कुरालाई। र यसको लागि इन्स्पिरेसन मैले बब कफलिनको वर्शिप म्याटर्स भन्ने बुकबाट चाहिँ लिएर आइरहेको छु। र राइटर आफै पनि धेरै लामो समयसम्म सेवकाई गर्नुभएको, आराधनाको त्यो क्षेत्रमा रहेर उहाँले सेवकाई गर्नुभएको उहाँ चाहिँ हुनुहुन्छ। हि इज प्रोफेसर एज वेल एज पास्टर एन्ड वर्शिप लिडर पनि। र धेरै लामो समय अगाडि नै मैले त्यो वर्शिप म्याटर्स भन्ने चाहिँ बुकलाई चाहिँ पढेको थिएँ र आशा गर्न चाहन्छु यो बुकले तपाईहरुलाई पनि हेल्प गर्नेछ, त्यहाँ भएका आइडियाहरु पनि हेल्प गर्नेछ भनेर मैले यो भिडियो हजुरहरुको माझमा लिएर आइरहेको छु। र हुबहु सबै कुराहरु दुरुस्तै मैले लिएर आउने त छैन, तर केही मलाई राम्रा लागेको आइडियाजहरु हजुरहरुको माझमा लिएर आउने छु सो दैट दिस माइट बी हेल्पफुल फर एभ्री वान अफ अस र परमेश्वरको राज्य अगाडि बढ्न सकेको होस् र हामी सबैजना असल आराधनाको अगुवा हुन सकेका हौं। परमेश्वरका मानिसहरूलाई परमेश्वरको उपस्थितितर्फ लैजाने, प्रेरणा दिने, सहायता गर्ने हैन, हृदयका चोटहरूलाई निको बनाउने अनि प्रभुको उपस्थिति जिउँदो उपस्थितिको महसुस गराउने र परमेश्वरको उपस्थिति प्रति उहाँको प्रति जुन हामीले विकास गर्नुपर्ने सम्बन्ध छ त्यसलाई चाहिँ गम्भीरताको रूपमा लिने प्रभुका असल आराधक छोरा र छोरी हामी बन्न सकौं भन्ने चाहिँ मेरो हृदयको प्रार्थना यही छ र मेरो हृदयको विश पनि यही छ। र द इम्पोर्टेन्ट थिङ फर द वर्शिप लिडर्स आजको यही विषयमा रहेर चाहिँ कुरा गर्दाखेरि नि वर्शिप लिडरहरूलाई यदि तपाईहरु म आराधनाको सेवकाईमा म चाहिँ लाग्दैछु भनेर चाहिँ तपाईहरुले चाहिँ आफ्नो मिनिस्ट्रीको करियरलाई पर्स्यु गर्दै हुनुहुन्छ भनेदेखि वा गरिसक्नु भएको छ भनेदेखि विशेष गरेर सुरु गर्न लाग्नुभएका प्रभुका प्रियजनहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि अगाडि पुलपिटमा गयो अथवा स्टेज प्लेटफर्ममा गयो, उभियो, 2-4 वटा भजन गायो अनि भजन संग्रह पल्टायो अनि त्यसपछि त्यसैबाट पाठ गर्यो अनि 3-4 वटा इन्स्पिरेसनल डायलग चाहिँ अनि त्यसपछि त्यहाँ चाहिँ भन्यो ख्रिस्टीय डायलग हैन, चाहिँ राम्रो राम्रो चाहिँ भन्यो अनि त्यसपछि आमेन भन्यो अनि मेरो जब सक्यो। होइन है, हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ होला तर होइन। यदि हाम्रो आराधनामा अथवा यदि आराधकको जीवनमा परमेश्वरको उपस्थितिको महसुस छैन र उहाँहरूले परमेश्वरलाई महसुस गर्नु भएको छैन, प्रभु सँगसँगै उहाँहरूसँगै हिँडडुल गर्नु भएको छैन भनेदेखि चाहिँ नि त्यो एउटा क्रिस्चियन म्युजिकल पर्फर्मेन्स मात्र हुन्छ तर त्यो वर्शिप चाहिँ हुँदैन। That's why there are a lot of important things to do beyond singing and playing musical instruments. हैन, म्युजिकल इन्स्ट्रुमेन्ट वाद्य वादन बजाउनु र आफ्नो राम्रो स्वरले चाहिँ राम्रो ख्रिस्टीय भजनहरू गाउनु भन्दा पनि त्यहाँ अरु धेरै महत्त्वपूर्ण कुराहरू चाहिँ छन् जुन चाहिँ एक असल आराधकले गर्नुपर्ने हामी चाहिँ देख्न चाहिँ सक्दछौं। त्यहाँ इम्पोर्टेन्ट कुराहरू चाहिँ छ। एन्ड रिमेम्बर वान थिङ कि धेरैजनाले ख्रिस्टीय गीत गाउन सक्दछन्, क्रिस्चियन गीतहरू गाउन सक्दछन् तर सबैजना आराधक चाहिँ हुँदैनन् है। अब यसलाई यसरी बुझ्दै हुन्छ सबैजना आराधक त होलान् तर इट डिटरमाइन्स
हाउ मेनी आर गुड एन्ड हाउ मेनी आर ब्याड। त्यही भएर हामी चाहिँ पक्कै पनि असल आराधक हुने प्रभुका छोराछोरी चाहिँ हौ। र यदि तपाईहरूले आफ्नो वर्शिप मिनिस्ट्रीमा तपाईँहरू चाहिँ जाँदै हुनुहुन्छ भनेदेखि मेक स्योर कि यु आर गोइङ टु बी अन द पार्ट अफ ब्याटल वेयर इट विल बी लाइक यु गेट अप एन्ड डु इट अगेन है। उठ्नुहोस् र फेरि पनि त्यही कुरा गर्नुहोस् है। यो चाहिँ मैले कुन चाहिँ केसमा भन्दैछु, शनिबारको सङ्गति आउँदछ, विशेष सङ्गतिहरू आउँदछ, अनि तपाईँले चाहिँ म्युजिकको ग्रुपलाई कोअर्डिनेट गर्नुपर्ने हुँदछ, तपाईँले चाहिँ आफ्नो चाहिँ क्वायर जुन्डालाई कोअर्डिनेट गर्नुपर्ने हुँदछ होइन। अनि कुन चाहिँ थिममा चाहिँ वचन प्रचार गरिरहेछ, अगाडि नै गएर चाहिँ वचन बोल्नुहुने वक्तालाई चाहिँ भेटेर चाहिँ त्यही अनुसारकोमा चाहिँ के चाहिँ हामीले चाहिँ थीमेटिक अनुसारमा चाहिँ वर्शिप गर्न सक्दछौँ भन्ने कुराहरूलाई लिएर आउनु पर्ने हुँदछ। यस्ता कुराहरूलाई चाहिँ तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि जबसम्म वर्शिप मिनिस्ट्रीमा तपाईँ हुनुहुन्छ, तपाईँ उठ्नुहुन्छ अनि त्यस पछाडि तपाईँले चाहिँ कोअपरेट गर्नुपर्ने कुराहरूदेखि लिएर मिल्नुपर्ने कुराहरूदेखि लिएर आफ्नो जवानी चाहिँ वर्शिपका ती सङ्गीतका झुन्डका मानिसहरूलाई अनि सिङ्गर्सहरूलाई भेटेर कोअर्डिनेट गर्नुपर्ने, कोअपरेट गर्नुपर्ने यो कुराहरूसँग चाहिँ अनि त्यसपछि अब कसैको के इस्यु भइरहन्छ, कसैको के इस्यु भइरहन्छ होइन। ती कुराहरूलाई चाहिँ हेर्दै नम्रतामा, आत्मामा, पवित्र आत्मामा डोर्याइएर सहनशीलतामा सहेर कुरा मिलाएर हामीले चाहिँ अगाडि चाहिँ यसरी बिल्ड गर्नुपर्छ है भनेर एकदमै एज एन रोल मोडल लिडरको चाहिँ भूमिका खेल्दै चाहिँ अगाडि चाहिँ बढ्दै जानुपर्ने। एक प्रकारले भन्ने हो भनेदेखि पवित्र आत्माको सहायता बिना चाहिँ यो एक प्रकारको हेक्टिक किसिमको चाहिँ के हो त भन्दाखेरि जब हो, खास गरी टाउको दुखाइको किसिमको चाहिँ के हो त भन्दाखेरि एक प्रकारको चाहिँ वर्क हो यो खास गरी। तर पवित्र आत्मा हामीसँग हुनुहुन्छ र उहाँको सेवाको बोलावट दर्शन बोझ दिनुभएको कारणले गर्दाखेरि परमेश्वरको मानिसहरूलाई परमेश्वरको उपस्थितिमा म लैजानलाई प्रभुले मलाई बोलाउनु भएको छ भन्ने कन्फर्मेसन हामीले पाएको कारणले गर्दाखेरि वी आर गोइङ टु डु द्याट बिकज बब कफलिनले वर्शिप म्याटर्स भन्ने बुकमा चाहिँ उहाँले यसरी भन्नुहुन्छ, वर्शिप इज अबाउट वाट वी लभ, what we live for, it's about who we are before God भनेर चाहिँ उहाँ चाहिँ त्यसरी चाहिँ भन्नुहुँदछ। यो चाहिँ वर्शिप लिडरको लागि, किनकि भन्दाखेरि एकचोटि एड्रिनलिन रस हुन्छ है, एड्रिनलिन रस हुन्छ अनि त्यस पछाडि भावनाको जोसमा आएर चाहिँ म चाहिँ आराधनाको चाहिँ सेवक चाहिँ बन्छु भनेर अनि त्यस पछाडि त्यो के भन्छ खरे खोला जस्तो एक प्रकारको जोस लिएर आएर अनि त्यस पछाडि पछि चाहिँ गएर चाहिँ खङ्रङ्ग भएर सुक्ने चाहिँ प्रकारको चाहिँ मिनिस्ट्री चाहिँ वर्शिप मिनिस्ट्री चाहिँ होइन। त्यही भएर मैले पहिलाको भिडियोहरूमा पनि भनेको छु जस्तो चाहिँ मलाई चाहिँ लाग्दैछ कि तपाईँ राम्रो सिङ्गर हुँदैमा, राम्रो म्युजिकल तपाईँसँग ज्ञान हुँदैमा अनि तपाईँले राम्रो कुनै पनि इन्स्ट्रुमेन्ट बजाउन सक्नुहुन्छ अथवा चाहिँ चर्च तपाईँको चाहिँ सानो कम्युनिटी छ अनि अलिकति जल्दो बल्दो चाहिँ तपाईँ नै हुनुहुन्छ भन्दैमा तपाईँ नै चाहिँ आराधनाको अगुवा हुनुपर्छ भन्ने त्यहाँ केही पनि किसिमको एस्युरेन्स त्यहाँ छैन है। सो धेरैपल्टको कङ्ग्रेगेसनहरूमा मैले देखेको छु, देयर आर फाइन म्युजिसियन्स बट दे आर नट इन द वर्शिप मिनिस्ट्री होइन। प्रभुले बोलाउनु भएका मानिसहरू है, एउटै कुरा म यो चौथो भिडियोमा पनि म भन्दछु कि परमेश्वरका मानिसहरूलाई परमेश्वरको उपस्थितिमा मैले लैजानुपर्छ। प्रभुको जिउँदो उपस्थिति, आराधना जुन चाहिँ त्यो लाइभली गडको प्रेजेन्स हुन्छ हामी सबैजनाले फिल गर्नु पर्दछ। प्रभु चाहिँ वास्तविक हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी सबैले महसुस गर्नु पर्दछ हैन। पुरानो करारमा हामी हेर्छौँ भनेदेखि अथवा नयाँ करारमा पनि छ, परमेश्वरको उपस्थिति आयो र त्यो ठाउँ चाहिँ एकदमै भयभीत भयो। प्रभुको उपस्थितिका कारणले गर्दाखेरि त्यहाँ चाहिँ के भयो त भन्दाखेरि सबजना चाहिँ एकछिन चाहिँ के भयो त भन्दाखेरि मौन भए अनि त्यस पछाडि त्यहाँ चाहिँ प्रभुको चाहिँ त्यो ग्लोरी, त्यो म्याजेस्टिक ग्लोरी चाहिँ त्यहाँ देखियो भन्ने किसिमका इन्सिडेन्टहरू चाहिँ हामी चाहिँ धेरै चाहिँ देख्दछौँ हैन। त्यस्तै प्रकारको नै गडली प्रेजेन्सको चाहिँ हामीले चाहिँ फिल मानिसहरूलाई गराउन चाहिँ हामीले चाहिँ चाहँदछौँ भनेदेखि वर्शिप मिनिस्ट्री इज फर यु है। मलाई राम्रोसँग बजाउन आउँछ, मसँग राम्रो चाहिँ भोकल छ,
द्याट्स वाइ आई एम इन अ वर्सिप मिनिस्ट्री भन्ने रिजन चाहिँ हामी कसैको पनि नहोस् है। हामी प्रभुका मानिसहरू हौ र परमेश्वरको उपस्थितिमा जान जरुरी छ, जीवित परमेश्वरलाई भेट्न जरुरी छ, उहाँको प्रशंसा गर्न, उहाँको आराधना गर्न, उहाँको महिमा गर्न, उहाँको जय जयकार गर्नको लागि परमेश्वरको वचनले भन्छ यो हामीलाई दिएको इन्कार गर्न नसकिने किसिमको आज्ञा हो। परमेश्वर हाम्रो प्रशंसाको, हामीले दिने आराधनाको, हामीले चढाउने भक्तिको योग्यको हुनुहुन्छ भनेर चाहिँ हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि त्यो हृदयमा बोझ लिकन मानिसहरूको माझमा चाहिँ हामीले चाहिँ सेवा गर्नु जानु पर्यो। र यदि हामीसँग यो हृदयमा गहिरो बोझ छ भनेदेखि वी क्यान बी अ बेटर वर्शिप लिडर। होइन भनेदेखि हामीलाई यो सबै कुरा टाउको दुखाइको चाहिँ के हुन्छ त भन्दाखेरि काम हो जस्तो मात्र चाहिँ लाग्दछ। त्यही भएर दिनदिनै हामीलाई के कुराले इन्सपायर गर्छ भन्ने कुराले पनि इट म्याटर्स अलर्ट कि हामी असल वर्शिपर हुन्छौँ या हुँदैनौँ भनेर है। र राइटरले यसरी पनि भन्नु नै हुँदछ कि एक प्रकारको डिस्कनेक्सन चाहिँ आजकल चाहिँ के छ त भन्दाखेरि मानिसहरूमा चाहिँ छ। सो पिपल वर्शिप गड अन स्याटरडे है, डिफ्रेन्ट गड अन स्याटरडे, अनि 6 दिनसम्म चाहिँ दे वर्शिप डिफ्रेन्ट गड भनेर नि उहाँले चाहिँ भन्नुहुन्छ क्या। शनिबारमा आउँदाखेरि चाहिँ त्यो बाइबलको परमेश्वरको आराधना चाहिँ गरिराख्नु भएको हुन्छ, तर 6 दिनसम्म चाहिँ कता हो कता होइन, त्यस्तो प्रकारको चाहिँ लाइफस्टाइल चाहिँ जिरहेका मानिसहरू। अनि त्यस पछाडि साँच्चै नै परमेश्वरमा चाहिँ भयमा चाहिँ रहेर जीवन जिएका मानिसहरू, यी सबै मानिसहरूलाई एकाग्रमा लिएर आएर वास्तवमै परमेश्वरको उपस्थितिको सिरियसनेसलाई देखाउने जिम्मेवारी चाहिँ प्रभुले हामीलाई दिनुभएको छ। सो यो भिडियोको इम्पोर्टेन्ट थिङ, वर्शिप म्याटर्सको इम्पोर्टेन्ट थिङ लिडर्सहरूको लागि के हो त भन्दाखेरि वाइ वर्शिप म्याटर्स भनेर भन्दै गर्दाखेरि बिकज गड अलोन इज वर्दी अफ वर्शिप है। एन्ड अर्को पोइन्टमा छ वर्शिपिङ गड इज द रिजन फर विच वी आर क्रिएटेड। हामीले किन आराधना गर्न महत्त्वपूर्ण कुरा छ यो, किन वर्शिपले चाहिँ एकदमै माइना किन यो मतलब राख्दछ, किनकि हामी यसैको लागि नै बनाइएका हौ, परमेश्वरको आराधना गर्नको लागि, उहाँको स्तुति गर्नको लागि होइन। हामी भजन कोरस पनि गाउँदछौँ कि सार्वभौमिक परमेश्वरलाई होस् महिमा, स्तुति, प्रशंसा, महिमा, आराधना भनेर हामी भजन पनि गाउँदछौँ। सो वाइ वर्शिप म्याटर्स बिकज विशेष गरेर वर्शिप लिडरहरूको लागि चाहिँ बिकज हामीसँग परमेश्वरका मानिसहरूलाई परमेश्वरको उपस्थितिमा डोर्याउने प्रिभिलेज हामीलाई प्रभुले दिनुभएको छ। यो अरू यस्तो राम्रो मौका र अवसर अरू कसैलाई पनि छैन, वर्शिप लिडर्सहरूलाई नै छ कि परमेश्वरको जिउँदो आनन्दमय आशिषमय है, जहाँ चङ्गाई हुँदछ, जहाँ हामीले परमेश्वरको उपस्थितिलाई महसुस गर्न सक्दछौँ होइन, जहाँ हामीले चाहिँ सोझै प्रभुको जीवित परमेश्वरको आराधना गर्दाखेरि चाहिँ हामीले चाहिँ उहाँको उपस्थितिको महसुस गर्दछौँ, आफूले पनि महसुस गर्दै है मानिसहरूलाई के गर्न सक्दछौँ त भन्दाखेरि परमेश्वरको उपस्थितिमा डोर्याउने प्रिभिलेज चाहिँ उहाँले आराधनाका अगुवाहरूलाई दिनुभएको छ है। र प्रियहरू, आराधनामा चाहिँ निकै नै चाहिँ ठुलो चाहिँ शक्ति छ र धेरै लामो समयसम्म मैले वर्शिप लिडिङ गरेको कारणले गर्दाखेरि मेरो एक्सपिरियन्सले मैले चाहिँ भन्दैछु, त्यहाँ कङ्ग्रेगेसन भिड चाहिँ हुनुहुन्छ, अनि अब इन्डिभिजुअल कसको प्रब्लम के हो भनेर त हामीलाई थाहा हुँदैन नि त। अनि हामी पनि वर्शिप लिडरले चाहिँ मैले पनि जहिले पनि प्रार्थना गरेर कसरी जाँदै थिएँ भन्दाखेरि प्रभु म चाहिँ तपाईँको भाँडो हुँ र मलाई प्रभु जुन तरिकाले तपाईँलाई ठिक लाग्छ त्यही तरिकाले नै मलाई चलाउनुहोस्, म तपाईँको योग्यको काम लाग्ने भाँडो हुन सकौँ प्रभु, मलाई आजको सेवामा आजको सङ्गतिमा मलाई चलाउनुहोस् भनेर चाहिँ भन्दै गर्दाखेरि चाहिँ प्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ पनि र उहाँले चाहिँ के छ भन्दाखेरि आराधनामा लिड गर्दै जाँदाखेरि चाहिँ होइन त्यो वर्शिप सङ्गति चाहिँ सकिसके पछाडि चाहिँ मान्छेहरू चाहिँ व्यक्तिगत रूपमा आएर चाहिँ मलाई भेटेर भन्नुहुन्थ्यो क्या, थ्याङ्क यू सो मच आजको वर्शिपको लागि, कि जसै आजको म यो वर्शिपमा चाहिँ म चाहिँ थिएँ, आजको सेवा सङ्गतिमा थिएँ, त्यो आराधना गर्दा गर्दै मैले चङ्गाइको महसुस गरेँ भनेर मान्छेहरूले धेरैजनाले भन्नुभएको छ।
है। अनि कतिजनाले फेरि त्यही वर्शिप फेरि त्यही हो, त्यसैमा आएर भन्नुहुन्छ कि के छ भन्दाखेरि भाइ थ्याङ्क यू सो मच आज एकदमै आशिषमय यो आराधनामा डोर्याउनु भएको लागि मेरो हृदयमा एकदमै ठुलो चाहिँ बोझ भइरहेको जस्तो चाहिँ मैले चाहिँ महसुस गरिरहेको थिएँ। आजको वर्शिपमा प्रभु मसँग बोल्नुभयो, यी भजनहरूबाट, यी कोरसहरूबाट, तपाईँले बोल्नुभएका बिचमा बोल्नुभएका प्रभुका वचनहरूबाट, अनि यसले मलाई डाइरेक्टली मलाई छोएको जस्तो महसुस भयो। मेरो हृदयमा प्रभु बोल्नुभएको जस्तो मलाई फिल भयो। म त्यो सबै बन्धनहरूबाट म फ्री भएको छु, मेरो हृदय अहिले हल्का छ, म चङ्गा छु, प्रभुलाई धेरै धन्यवाद भनेर चाहिँ उहाँहरूले चाहिँ त्यसरी चाहिँ भन्नुभयो। र यस्ता किसिमका गवाईहरूबाट जुन चाहिँ पर्सनल्ली उहाँहरूले मलाई 1 to 1 भन्नुभएको हुन्छ, यस्तो कुराहरूले चाहिँ मैले चाहिँ के कन्फर्मेसन पाउँछु भन्दाखेरि मैले वर्शिप लिड गर्नुभन्दा अगाडि जुन प्रार्थना गरेको थिएँ परमेश्वरले सुन्नुभएछ है, प्रभुले काम गर्दै हुनुहुन्छ है भन्ने कुरा चाहिँ यस्तो सुने पछाडि चाहिँ यो जतिको मान्छेहरूले होइन विश्वासीजनहरूले दिनुभएको रेस्पोन्स चाहिँ यो कुनै पनि ओलम्पिकको मेडल भन्दा चाहिँ यो चाहिँ कम्तीको चाहिँ होइन है। यति आनन्द लाग्छ, यति खुसी लाग्छ, ओहो प्रभुले साँच्चीकै मलाई चलाउनु भएछ है, साँच्चीकै म परमेश्वरको राज्यमा चाहिँ म चाहिँ युजफुल भाँडो चाहिँ हुन चाहिँ म सकेछु है। प्रभु धेरै धन्यवाद। म त के छ त भन्दाखेरि एउटा भाँडो मात्र थिएँ, तर मेरो माध्यमबाट तपाईँले काम गर्नुभयो, धेरैजनाको हृदयमा तपाईँ बोल्नुभयो, धेरैजनाको जीवनमा तपाईँ बोल्नुभयो, रोगीहरूलाई तपाईँले निको बनाउनु भयो, हृदयमा टुटेका मानिसहरूलाई तपाईँले जोड्नुभयो। थ्याङ्क यू सो मच गड भनेर के भन्न सक्छु त भन्दाखेरि मैले भन्न सक्छु र भन्दै आएको पनि छु। त्यही भएर यदि हामीले एकदमै साँचो हृदयले, परमेश्वरले हृदयलाई जाँच्नुहुन्छ, हेर्नुहुन्छ भनेर बाइबलको धेरैवटा पदहरू चाहिँ छ। र यदि हामीले चाहिँ साँचो सच्चाइ यो हृदयले चाहिँ परमेश्वरको आराधनामा हामी लाग्छौँ भनेदेखि चाहिँ नि पक्कै पनि हामीले थाहा पाएर वा थाहा नपाएर होइन, हामीले त्यो जानकारी हामीलाई हुन पनि सक्छ, जानकारी नहुन पनि सक्छ, तर प्रभुले चाहिँ त्यहाँ चाहिँ काम गरिराख्नु भएको चाहिँ हुन्छ। सो यो कुराको लागि प्रिभिलेज चाहिँ प्रभुले तपाईँ र मलाई, मी एन्ड यु एज एन वर्शिप लिडर्सहरूको लागि यो प्रिभिलेज चाहिँ तपाईँलाई र मलाई प्रभुले दिनुभएको छ। सो दिस इज द इम्पोर्टेन्ट थिङ फर वर्शिप लिडर्स। आशा गर्न चाहदछु यो मेरो एक्सपिरियन्सेसहरू र आजको मैले जुन आइडियाहरू सेयर गरेको छु पक्कै पनि हजुरहरूले पनि आशिष पाउनुहुनेछ। र जब तपाईँहरूले आराधनालाई लिड गर्नु हुँदैछ पक्कै पनि प्रभुसँग प्रार्थना गरेर नै तपाईँहरूले चाहिँ लिड गरी माग्नु होला र प्रभु भन्नुहोला कि प्रभु आजको यो सेवा अनि सङ्गतिमा यो वर्शिपद्वारा प्रभु म त केवल तपाईँको चाहिँ युजफुल भाँडो मात्र हुन चाहदछु, आजको आराधनाको सेवा अनि सङ्गतिबाट मलाई चलाउनु होला र धेरै मानिसहरूलाई तपाईँको उपस्थितिमा आएर तपाईँबाट परमेश्वर पिता आशीर्वादी चाहिँ उहाँहरू चाहिँ हुन सक्नुभएको छ। मेरो प्रार्थना यही छ। मेरो अर्को कुनै पनि के छैन, लोभ लालच र ईर्ष्या मेरो अर्को व्यक्तिगत उद्देश्य छैन भनेर प्रार्थना गर्नुहोला। यु क्यान चेक इट आउट। प्रभुले तपाईँहरूलाई हेल्प गर्नुहुनेछ। सो प्रभुलाई धेरै धेरै धन्यवाद भएको होस्। मैले यी विचारहरूलाई चाहिँ सेयर गरेको छु। फेरि पनि भन्न चाहदछु, यदि च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भनेदेखि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्न सक्नुहुनेछ र तपाईँहरूको मनमा केही कुराहरू चाहिँ सेयर गर्न मन छ भनेदेखि पक्कै पनि कमेन्टमा तपाईँहरूले लेख्न सक्नुहुनेछ र त्यो बेल आइकनलाई पनि थिच्नु होला ताकि मैले जब नेक्स्ट भिडियो अपलोड गर्नेछु तपाईँहरूलाई नोटिफिकेसन पुग्न सकेको होस्। र म यहाँहरूलाई अब अर्को भागमा भेट्नेछु। आउनुहोस् हामी सबैजना असल वर्शिप लिडर बनाऊ। जय मसीह।